हाम्रो हिमाली पदमार्ग क्षेत्रमा याक, चौरी, भेडा, च्याङ्ग्रा केवल पशु मात्र होइनन्, यिनीहरू त स्थानीय समुदायको जीवनशैली, संस्कृति र आर्थिक समृद्धिका महत्त्वपूर्ण आधार हुन्। यिनै अमूल्य पशुधनबाट प्राप्त हुने शुद्ध दूध, छुर्पी, घिउ, दही र ऊन जस्ता स्थानीय उत्पादनले हिमाली समुदायको आय आर्जन र जीविकोपार्जनमा युगौंदेखि विशिष्ट योगदान पुर्याउँदै आएको छ। आजभोलि पदयात्रामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरू हिमालको प्राकृतिक सुन्दरतासँगै यहाँको मौलिक जीवनशैलीलाई पनि नजिकबाट अनुभव गर्न चाहन्छन्। पदमार्गमा याक, चौरी, गोठको प्रत्यक्ष अवलोकन, स्थानीय दुग्धजन्य उत्पादनको वास्तविक स्वाद, परम्परागत पशुपालन प्रणालीको जीवन्त अनुभव र स्थानीय संस्कृतिसँग प्रत्यक्ष साक्षात्कारले नेपालमा इन्टर्नल लाइभ स्टक टुरिज्म अर्थात् आन्तरिक पशुपालन पर्यटनलाई एउटा नयाँ र ऐतिहासिक उचाइमा पुर्याउन सक्छ। यसै ऐतिहासिक सम्भावनालाई आत्मसात गर्दै कोशी प्रदेश सरकारले पदमार्ग लक्षित पशुपालन तथा याक चौरी प्रवर्धन मार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्दै दिगो पर्यटन विकासलाई विशेष प्राथमिकता दिएको छ। यो बृहत लक्ष्यलाई साकार पार्न स्थानीय समुदाय, किसान दाजुभाइ दिदीबहिनीहरू, पर्यटन व्यवसायी र सरोकारवाला सबैको सक्रिय सहभागिता र प्रतिबद्धता उत्तिकै आवश्यक छ।